हामीलाई दुःख दिन्छ केले? त्यही अहंकारले दुःख दिने गरेको हुन्छ। जस्तै कसैले विद्या पढिहालेछ भने विद्यामा अहंकार आउँछ, त्यो अहंकारले त्यो विद्यालाई मलिन बनाइदिन्छ। अनि कसैले साधना गरेछ, तपस्वी बनेछ, राता पहेँला कपडा लगाइहालेछ भने अनि त्यहाँ पनि त्यसको अहंकार आयो भने त्यसलाई त्यहाँ पनि जुन हुनुपर्ने त्यो बन्दैन त्यहाँ पनि। यसैले अहंकारलाई छोडिदिनु पर्दछ। अभिमानम सुरापानम गौरवम घोर रौरवम प्रतिष्ठा सुकरी विष्टा त्रिणी त्यक्त्वा सुखी भव। यदि कोही सुखी हुन चाहन्छौ भने अभिमानलाई त्यागेर अभिमान रहित बनेर आफ्नो क्षेत्रबाट यही आउनुपर्छ होइन, आफ्नै ठाउँबाट जहाँ जहाँ छौ त्यही ठाउँबाट परमात्मालाई खोज, त्यहीबाट उभ्यौ, त्यहीबाट खोज्न थाल्यौ भने प्रभु सर्वत्र छ, व्यापक छ, जहाँ कहीँ पनि छ। व्यापक भएको परमात्मालाई त्यही ठाउँमा भेट्टाउन सकिन्छ। यो गुरुजीले हामीलाई उपदेश दिँदा अनि जंगलमा एक्लै बसेर दुईजना मात्रै गुरु र म मात्रै बसेर बस्दाखेरि पनि यिनै कुरा हुन्थे, वहाँ अन्य अरू कुरा हुने गर्दैनथे।